ल है आजको रातिको यस्तो सब विनाश विपद भनेको यो प्राकृतिक विपद भनेको ल हेर्नुहोस्। दुनियाँ खत्तम बनायो। ल हेर्नुहोस् त यता यी सब ल यो म्याडमले काट्नु हुँदैछ घाँस। अब के गर्नु त सबै खत्तम भयो। हेर्नुहोस् है यति मात्र होइन। ल म देखाउँदै जाँदैछु। यो भर्खर मैले यहाँ फोडेको बाटै थिएन जाने बाटै। ल हेर्नुहोस् है ल विनासी बाटै रोक्यो। आमचोक बालङ्खा गाउँपालिका जाने बाटै यसरी अवरुद्ध भएको कारणले म भर्खर खोल्न यहाँ हामी म्याडमसँग आएको छौँ। ल हेर्नुहोस् है ल सबै खत्तम। ल हेर्नुहोस् यस्तो बनाएको छ। ल हेर्नुहोस् ल यी खत्तम बनायो। खत्तम बनायो है। ल सब बास आजको हावाले आजको रातिको हावाले दिउँसो असिना झऱ्यो राति यस्तो भयो। सबै खत्तम बनायो। ल खत्तम बनायो है खत्तम। ल हेर्नुहोस् ल बाटै काहीँ छैन। ल ल ल होइन काट्नु माइली काट्नु साफी काट्नु न जति सक्दो काट्नु। त्यो काट्नु न त्यो त्यता झरेको सबै अब थुप्रै छ। ल बिजोक बनाएछ नि टाकटुकै। ल ल यस्तो बनाएछ। ल हेर्नुहोस् यता रुखै भाँचेर बिजोक छ। लु प्राकृतिक विपद भनेको यहाँदेखि आइपर्दैन। मेरोमा यति क्षति गरायो अरूमा कतिको कि मलाई मात्र प्राकृतिकले पनि ठगेको हो कि प्राकृतिक विपदले पनि मलाई मात्रै ठगेको हो कि। घरमा त्यस्तै सबै फुलहरू सबै लडाएर ठुल्ठुलो सागको बिउहरू टाकटुकै। ल खत्तम बनायो है गाइजहरू। ल 2082 साल 11 महिना चैतको 2 गते बेलुका राति दिउँसो चैत चैत 12 महिना चैतको 2 गते भने नि त 11 महिना भएन होला। ल ठिकै छ। ल हेर्नुहोस् गाइजहरू बाटै छैन। ल यति साह्रो भएको छ है। अब यतातिर रुखहरू पनि लडाएको छ भन्ने सुनियो। मेरो आफ्नै बारीको रुखहरूमा ल अब यी अस्ति नै माग्दै थिएँ दिएन। दिएको भए हुन्थेछ। सब रुख पनि ढालेर। ल हेर्नुहोस् ल के गर्नु। ल यस्तो छ है। ल ल हेर्नुहोस् है यो मेरो जङ्गल हो साधारण। यसो त्यसको जङ्गल पछि बुढेसकालमा यसो जाडो महिनामा आगो ताप्नुको लागि राखेको। यो पनि सबै भाँचेर खत्तम बनाएछ। ल हेर्नुहोस् है ल यस्तो ट्वाक्रक्कै नै भाँचिएछ। ल हेर्नुहोस् यत्रो ठुलो रुख। ल हेर्नुहोस् त भाँचिएको छ। ल यस्तो हेर्नुहोस् है गाइजहरू। ल सबै भाँचेर खत्तम। त्यति नै थियो। ल हेर्नुहोस् यस्तो टुप्पी यस्तो आफै नै मरारिएर भाँचिएको। ल यस्तो छ है। मैले आज बिहान 3 गते बिहान भिडियो गरिरहेको छु मेरो आफ्नो जङ्गल वरिपरि
घरको वरिपरि करेसाबारीको आज चाहिँ फेरि के राम्रै छ दिन। बिहान सब यसो गर्नको लागि फुल फलेको मौरीका डुलहरू उडाएर यहाँ तल अरूलाई पनि घाँस काट्नु दिएको छु। ऊ तल हाम्रो माइली बुहारीले घाँस काट्दैछ। सिस्टमको आमाले के गर्नु यस्तै छ। ल हे गाई के गर्नु पन्साउनै पर्यो। ल स्वाहा खतम। मान्छेलाई नै झन् लगो। ल यस्तै भयो। म्याडमले घाँस काट्नु हुँदैछ। समय गरिबट हाम्रो आमचोक 3 चुनारमा यस्तो यो एक परिवारको मेरो मात्र है। फेरि अरू के गरे मेरोमा त यतिको चाहिँ भयो क्षति। लोकेन्द्र हाङ्ग्रिमकोमा त यतिको क्षति। अरू हाङ्ग्रिमहरूको कतिको भयो पनि यो ल है त।